भाग्ला नि फेरि कति एकचोटि त गरेन हैन मासु भन्दा उनी बढी जस्तो जय माता दी दादास ल तिमीहरु यो पूजा गर्नुपर्छ ल नमस्ते गरेर बस्छ यसले जक्का यहाँको मस्त गरेर बस्छ है ओम नमः शिवाय भनेर बस्छ दाइको मैले स्कल लियो ए दाइले आएको थियो दाइले आउनुहुन्छ तरिम दाइको यहाँ सर्ने आफूलाई दिगाइ होला खा छे छुया सपिना सबैलाई यो रगत यहाँनिर छेउमा हाल्नु पर्यो रगतले बाटो बनेर किताब छ क्षेत्र नखिच्न त त्यो ओ बोगा बोगाले बोगा त खायो अहिले त्यो ल कुलदेवता के चाहिँ होस् छिया गर्नुहोस् न निभयो सिधा अलि तेल बढी भयो जस्तो यसमा नेपाली म्युजिक नै भएन कि बाबा एकछिन कोही आएन
रातिको 11 बजे है त तपाईँहरूको घर लाने हो नि त आज मेरो पालो जिउको पालो मैले हाँसो मार्छु बुढो मान्छे यस्तो गाह्रो हुँदैछ गाह्रो त भइरहेछ मलाई थाहा छ कि म नि त्यसरी ल्याइरहेको अनि यहाँ कुचो झरेको कि यहाँ कुकुरले कम भारी हुन्छ पठाउँदैन क्या बसेर बाबा पहिला बोकेको दौड